नमस्कार साथीहरू, आज हामी एउटा यस्तो विषयको बारेमा कुरा गर्न जाँदैछौँ जसले हजारौँ वर्षदेखि दक्षिण एसियाको समाजलाई एकदमै प्रभावित गरिरहेको छ। त्यो हो जात व्यवस्था। हामीमध्ये धेरैले आफ्नो जीवनमा कुनै न कुनै समयमा तिमी कुन जातको हौ भन्ने प्रश्न सुनेका छौँ होला, या हामीले पनि अरूलाई सोधेका छौँ होला तिमी कुन जातको हौ भनेर। तर के तपाईँले कहिले सोच्नु भएको छ जात व्यवस्था कसले सुरु गर्यो, किन सुरु गर्यो, सुरुमा पनि आज जस्तै थियो कि थिएन, नेपालमा यो कहिले आयो र आजको समयमा यसलाई कसरी अन्त्य गर्न सकिन्छ भनेर कहिले सोच्नु भएको छैन भने यो भिडियोको अन्त्यसम्म हेर्नुभयो भने तपाईँले विद्यालयमा पनि धेरै नपढाइएको इतिहासको एउटा महत्त्वपूर्ण पाटो बुझ्नुहुनेछ। सो भिडियो सुरु गरौँ, आउनुहोस्। सबैभन्दा पहिले जात व्यवस्था भनेको के हो भनेर चाहिँ बुझ्न जरुरी छ। अब सरल भाषामा भन्नुपर्दा जात व्यवस्था भनेको मानिसलाई जन्मको आधारमा विभिन्न समूहमा विभाजन गर्ने एउटा सामाजिक प्रणाली हो। यस प्रणालीमा मानिसको सामाजिक स्थान, विवाह, पेसा र कहिलेकाहीँ खानपिन समेत उसको जन्मले निर्धारण गर्ने गरिन्थ्यो। तर एउटा रोचक तथ्य के छ भने सुरुमा जात व्यवस्था आज जस्तो जन्ममा आधारित चाहिँ थिएन। जात व्यवस्थाको सुरुवात कसरी भयो भन्दाखेरि इतिहासकारहरूको अनुसार र कहीँ डकुमेन्ट्रीहरूमा, कहीँ सरकारी फाइलहरूमा भएको र पहिले लेखिएको इतिहास अनुसार चाहिँ करिब 3000 वर्षभन्दा पहिले भारतीय उपमहाद्वीपमा समाजलाई व्यवस्थित गर्न विभिन्न कामका आधारमा समूह बनाइएको थियो। समाजलाई चाहिँ मानिसहरूलाई व्यवस्थित गर्नको लागि कामका आधारमा चाहिँ समूह बनाइएको थियो। त्यस बेलामा समाजमा विभिन्न कामहरू थिए, जस्तै कसैले शिक्षा दिन्थे, कसैले शासन गर्थे, कसैले व्यापार गर्थे, कसैले खेतीपाती र श्रम गर्थे। अब समाज चलाउनको लागि कामको बाटफाट एकदमै आवश्यक छ र थियो पनि। यसै क्रममा 4 प्रमुख वर्गको अवधारणा विकसित भयो। यी वर्गहरूलाई वर्ण भनिन्थ्यो। तर ध्यान दिनुपर्ने कुरा के हो भने सुरुमा वर्ण र जात एउटै कुरा चाहिँ थिएनन्। धेरै अनुसन्धानकर्ताहरूको विचारमा सुरुवाती चरणमा मानिसले आफ्नो पेसा परिवर्तन गर्न सक्थे, अर्थात् मानिस जन्मेको आधारमा होइन कामको आधारमा चाहिँ चिनिन्थ्यो। अब यही कुरा अब तपाईँको मनमा खुल्दुली भएको छ होला, पहिला कामको आधारमा मान्छेलाई चिन्ने, अहिले जातमा कसरी परिणत भयो त, कसरी मान्छेले जातको आधारमा चिन्न थाले भन्दाखेरि कामबाट जन्ममा कसरी पुग्यो त्यो कुरा बुझौँ। अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न नै यही छ, यदि सुरुमा कामको आधारमा थियो भने जन्मको आधारमा कसरी पुग्यो त? यसको उत्तर शक्ति र विशेषाधिकारमा लुकेको छ। समय बित्दै जाँदा केही समूहहरूले आफ्नो सामाजिक शक्ति जोगाउन चाहन्थे। यदि पेसा स्वतन्त्र रूपमा परिवर्तन हुन थाल्यो भने उनीहरूको प्रभाव घट्न सक्थ्यो। त्यसैले बिस्तारै पेसालाई परिवारभित्र सीमित गर्न थालियो। बुबाले गर्ने काम छोराले गर्ने, परिवारको पेसा परिवारमै रहन थाल्यो। बाउले जे काम गरिरहेको छ छोराले पनि त्यही काम गर्दै जान थाल्यो। शताब्दीयौँ बित्दै जाँदा यही चलन जन्ममा आधारित व्यवस्थामा परिणत भयो। भन्नुको मतलब बाउले जे काम गरिरहेको छ छोराले त्यही काम गर्दै गयो। अब यति भएपछि बाउलाई जुन कामको आधारमा चिनिन्थ्यो छोरालाई पनि त्यही कामको आधारमा चिनिने भयो। त्यसपछि मानिस जन्मिने बित्तिकै उसको सामाजिक पहिचान नै निर्धारण हुन थाल्यो क्या। यो चाहिँ कसले गरेको थियो भन्दाखेरि त्यति बेलाका धनाढ्य मानिसहरूले, त्यति बेलाका माथि टपमा भएका मानिसहरूले। किन भन्दाखेरि उनीहरूलाई त्यो पेसा बचाउनु थियो, त्यो काम बचाउनु थियो। त्यो काम बचाउनको लागि त जुन काम जो मान्छेले गरिरहेको छ त्यसको छोराले त्यही काम गरिदियो भने त त्यो काम बच्छ नि त। र त्यो काम भयो भने तिनीहरू बल्ल धनाढ्य हुने हुन्, बल्ल टप लेभलमा पुग्ने हुन्। सो त्यो कामलाई बचाउनको लागि उनीहरूले त्यस्तो खालको एउटा सिस्टम क्रिएट गरिदिए जहाँ चाहिँ बाउले जे गरिरहेको छ छोराले पनि त्यही गर्नुपर्छ भन्ने, अथवा छोरालाई त्यही खालको चेतना, त्यही खालको शिक्षा दिएर छोराले पनि त्यही काम गर्दै गयो। र यसरी चाहिँ अब मानिसलाई कामको आधारमा चिनिन्थ्यो भनेपछि बाउले जे काम गर्यो छोराले त्यही काम गरेपछि छोरालाई पनि त्यही कामको आधारमा चिन्न थालियो। त्यसपछि चाहिँ मानिस जन्मिने बित्तिकै उसको सामाजिक पहिचान चाहिँ निर्धारण चाहिँ हुन थाल्यो। अब यसको असर के भयो भन्दाखेरि यहीँबाट समस्या सुरु भयो। केही समूहलाई उच्च मानियो, केहीलाई तल्लो। कतिपयलाई शिक्षा, भूमि र शक्तिमा बढी पहुँच दिइयो त कतिपयलाई अवसरबाट टाढा राखियो। यसै समाजमा एकदमै गहिरो असमानता जन्मायो। धेरै मानिसहरू आफ्नो प्रतिभा हुँदाहुँदै पनि अवसरबाट वञ्चित भयो। सो नेपालमा जात व्यवस्था कहिले आयो भन्दाखेरि चाहिँ अब नेपालतिर फर्क्यौँ। नेपालमा जात व्यवस्था एकै दिनमा आएको चाहिँ होइन। नेपाल र भारतबीच हजारौँ वर्षदेखि पहिले नै सांस्कृतिक, धार्मिक र व्यापारिक सम्बन्ध चाहिँ थियो। त्यसैले भारतीय उपमहाद्वीपमा विकसित भएका धेरै सामाजिक संरचनाहरूले पनि नेपालमा एकदम प्रभाव पार्दै गएका थिए। विशेष गरी मध्यकालीन समयमा विभिन्न राज्यहरूमा जातका आधारमा सामाजिक विभाजन देखिन थाल्यो। तर नेपालमा जात व्यवस्थालाई सबैभन्दा बलियो कानुनी आधार सन् 1854मा दियो। त्यति बेला शक्तिशाली शासक जङ्गबहादुर राणा थिए। उनले त्यति बेला मुलुक ऐन लागू गरेका थिए जसमार्फत मानिसहरूलाई विभिन्न जातीय समूहमा वर्गीकरण चाहिँ गरियो त्यति बेला। यसले जातीय विभाजनलाई झनै कानुनी मान्यता दियो। र अब यस्तो किन गरियो भन्ने धेरै प्रश्नहरू आउँछन्। धेरै मानिसले सोध्छन् यदि यसले विभेद बढायो भने किन लागू गरियो? त्यति बेलाको शासकीय सोच फरक थियो। हेर्नुहोस्, देशभर एउटै नियम लागू गर्न र सामाजिक संरचना नियन्त्रण गर्न र त्यसको साथमा सत्ता व्यवस्थापन गर्न यस्तो कानुनी वर्गीकरण एकदमै उपयोगी ठानिएको थियो।
तर त्यसको परिणामस्वरूप धेरै समुदायहरू असमान व्यवहारको शिकार बन्न पुगे। जब अहिलेको कुरा गर्ने हो भने नेपालको संविधानबाट जात व्यवस्था पूर्ण रूपमा हटिसकेको छ। कानुनी रूपमा हेर्ने हो भने नेपालमा आज सबै नागरिक बराबर छन्। नेपालको संविधानले जातीय भेदभावलाई निषेध पनि गरेको छ, तर कसैलाई जातका आधारमा विभेद गर्नु गैरकानुनी हो भनेर पनि लेखिएको छ। तर सामाजिक रूपमा भने यो अझै हटिसकेको छैन र प्रशस्त ठाउँमा धेरै ठाउँमा हामी देखिरहेका छौँ। जस्तै अब कहिलेकाहीँ अन्तर्जातीय विवाह गर्ने बेला होला, छुवाछुतको घटनाहरू भयो, सामाजिक विभेद भयो, अवसरमा असमान व्यवहार भयो, यी धेरै किसिमका जातीय व्यवस्थामा आधारित भेदभावहरू अहिले पनि भइरहेको देखिन्छ। यद्यपि विगतको तुलनामा अवस्था धेरै परिवर्तन चाहिँ अहिले भइसकेको छ। अब संसारका अन्य देशमा चाहिँ के भयो, अहिले किन हट्यो भन्दाखेरि रोचक कुरा के छ भने जन्मका आधारमा सामाजिक विभाजन नेपाल र भारतमा मात्रै चाहिँ भएको थिएन। युरोपमा पनि कुलीन र सामान्य वर्ग थिए, जापानमा पनि सामाजिक तहहरू थिए। हरेक देशमा, जुनसुकै देशमा पनि त्यहाँ विभिन्न तहहरू बनाइएको थियो। तर आधुनिक शिक्षा, कानुन, औद्योगिकरण र मानव अधिकार आन्दोलनसँगै त्यस्ता विभाजनहरू बिस्तारै कमजोर बन्दै गए र ती विकसित देशहरूमा त्यो व्यवस्था हट्दै गयो। तर हाम्रो देशमा भने स्टिल अहिले पनि त्यो व्यवस्था लागू नै छ। अब जातीय विभेद हटाउन के गर्न सकिन्छ भन्दाखेरि जातीय विभेद हटाउनको लागि चाहिँ शिक्षा नै पहिलो उपाय हो। जब मानिसले इतिहास र विज्ञान बुझ्छ तब यस्तो व्यवस्था बिस्तारै कम हुँदै जान्छ। र दोस्रो भनेको सबैलाई समान अवसर चाहिँ दिनुपर्छ कि हाम्रो नियममा, कानुनमा, संविधानमा समान अवसर भने पनि यहाँ जातीय व्यवस्थाको कारणले कतिले धेरै पाउँछ त कतिले कम पाउँछ। यो व्यवस्थालाई जब सामाजिक रूपमै समान गरिन्छ तब यो व्यवस्था बिस्तारै कम हुँदै जान्छ। र सबैले यो कुरा बुझ्न जरुरी छ कि मानिसलाई उसको जातले होइन, उसको चरित्र र क्षमताले मूल्याङ्कन गर्नुपर्छ भनेर। सो तपाईँले मजाले बुझिहाल्नु भयो। एउटा कामको आधारमा वर्गीकरण भएको समूह बिस्तारै हुनेखानीहरूले गर्दा जातीय व्यवस्थामा परिवर्तन भयो। यो व्यवस्थालाई हामीले नै अन्त्य गर्न सक्छौँ।